लुक्सी गल्ली गल्ली बाटो भएर हाल्नु न यहाँबाट जानु उताबाट जानु सिधै जाऊ यहाँभित्र छिर्दैन किन टाइम छैन अहिले साथ निकालेर लवन खेलको गल्लीको भिडियो हाल्नु पऱ्यो नि है लवन खेलको गल्लीको भिडियो आयो यो चाहिँ लुक्सी है लुक्सी यो के रहेछ सिसिल दाइ लुक्सी नै जस्तो लाग्छ मलाई लुक्सी नै हो यो लुक्सी नै हो जस्तो लाग्छ मलाई लुक अनि सी लुक ड्याट अनि सी Look at me, लुक्सी लुक्सी ल यो चाहिँ लुक्सीको गल्ली हो ल लवन खेल भित्र गल्ली लुक्सी अझ हिँडेर जाने भन्दा खतरा खतरा बाटो छ 12 बजे राति लाइभमा हैन यहाँबाट छिरेर त्यहाँ निस्किन्छ 12 बजे राति लाइभमा हैन पुरै मान्छेको च्यानमा गएर लाइभ बस्दो रहेछ यार मरिसक्यो थियो पुरै हन्डिङ जाँदो रहेछ हन्डिङ गोस्ट हन्डिङ भन्दै थियो त्यसलाई सिरियस क्यान्सर के भयो त्यो मरिसक्यो थियो अस्ति भर्खरै मऱ्यो होइन दुईटा लिभर ड्यामेज थियो क्या होइन अहिले पनि गइरहेको थियो क्या अरू साथीहरू गयो होला दुईटा साथी थिए म चाहिँ यहाँ तलबाट गाडी चढ्नु पर्ला है गाडी माथि जानु पर्यो म नि बसेर अनि मैले किन बेलुकामा आउने होइन बाइक जान्छ डबल खर्च मात्रै हुन्छ त बेलुका फेरि बाइकमा आइहाल्नु प्रभात पढ्ने विद्यार्थी हो प्रभातको स्कुल सुशील दाइ पढाइ स्कुल होइन यो लास यो चाहिँ गोर्खु चोक हो फेरि नेपालकै पहिलो फ्लाइओभर ब्रिज नेपालको सबैभन्दा पहिलो फ्लाइओभर यही हो जहिले पनि बाटो काट्दाखेरि चाहिँ जेब्रा क्रसिङ युज हुनु पर्यो है जेब्रा क्रसिङ युज हुनु पर्यो जहिले पनि बाटो काट्दा जेब्रा क्रसिङ युज हुनु पर्यो ल जेब्रा क्रसिङ युज हुनु पर्यो भन्ने हो टक्क हामी जाँदैछौँ म चाहिँ अहिले बाइकबाट टक्क यहाँ गोर्खु आएँ मेरो सिम बन्द गर्न जानु थियो सिम बन्द गरियो अनि त्यसपछि आइयो
आएर अब सिम बन्द गरिसक्यो। तर एउटा कुरा के लाग्यो भने सुदन गुरुङले चाहिँ के गर्दैछ भने सिम चाहिँ अब बन्द गरे पनि 3-4 वर्षपछि गयो भने आफ्नै नाममा फेरि सिम त्यही सिम हुन्छ अरे। त्यही चाहिँ खुसी लाग्यो। बेस्ट कुरा चाहिँ सबभन्दा त्यही राम्रो लाग्यो। ठिक छ, यो चाहिँ गर्खु हो होइन। यो चाहिँ अब गर्खु ट्याक्करसँगले सनगाउँ जाने ट्याक्करसँगले हिँड्दै अब कहाँसम्म पुगिन्छ यात्रा।